त्यही त रुवाउन सक्नेलाई प्राइज छ। थ्याङ्क यू सो मच, थ्याङ्क यू विवेक, थ्याङ्क यू सो मच काली कलौटी रे, थ्याङ्क यू। के भन्छ र मायालु रे। ल ल ल मलाई रुवाउनु है, छिटो छिटो इग्नोर रे, इग्नोर गरेन र म आज मलाई सन्चो होइन नि, त्यही भएर मलाई रुवाउनेलाई प्राइज छ। तिमी हाँसेको पाउँछ, थ्याङ्क यू सो मच। डक्टरको गर्लफ्रेन्डलाई रुवाउन सकिन्न, त्यही डक्टरको गर्लफ्रेन्डलाई डक्टरले मात्रै रुवाउन सक्छ क्या पहिले रोको रे, छैन रोको। कहिले हो कहिले? म फेरि केटीसँगै जोइन हुन्छ ल। केटासँग त म मरिगए जोइन हुँदैन, हेर्दै जानु न। केटा आउनु बित्तिकै म त भाग्छु। डक्टरलाई अर्कोसँग देखेको थिएँ। कहाँ सुनाउँ न हामी पनि होइन। केटा आउनु बित्तिकै म त भागिहाल्छु। म ट्रमाटाइज भइसकेँ। केटाहरू देखेर म ट्रमाटाइज भएको छु। बिचरा रोकिरे छैन, केटा रहेछ है, त्यही भएर भागेँ त नि म। पुरा हातमा आइरहेछ रे मागोस्। दिदी र हजुरमाया डक्टरलाई को केटीसँग देखाएको थियो भन्दै थियो कुन चाहिँले हो, सुनिदिउँ भनेको गोसिप्स। नरौ न, हाँसेको राम्रो देख्छ, थ्याङ्क सो मच। धेरै लागेन क्या, टल्क्या हो यहाँ, जे पायो अरे। के को डक्टर हो प्यारी रे? नेचुरोप्याथी भन्छ। किन्दे तिम्रो बोयफ्रेन्ड के गरेर छिट्टा नहुने कि होला। रुसिका वान किस रे नै कहाँ जो पाइ त्यसलाई किस दिनु हौ। मेरो बोयफ्रेन्डले मार्दैन मलाई। झगडा गराउन जेनी भन्छ मान्छेहरू। तर फेरि सम्बन्ध कतिको बलियो छ त्यो त आफू दुईजनामा भर पर्छ नि त होइन। अब अर्को कुरा पत्याउने, भएको नभएको कुरा पत्याउने, त्यस्तो भयो भने त दुईजनाको सम्बन्ध कमजोर छ भन्ने थाहा पाउने हो होइन। ट्रस्ट इम्पोर्टेन्ट छ, यस। हाई ब्युटिफुल, हाई। थाहा पाउँदैन रे, ले थाहा पाउँदैन भन्दैमा अब कहाँ किस दिँदै हिँड्नु हौ, उतै थाहा पाउँदैन होइन, म आफै भन्छु कतिना। त्यसरी कुरा लुकाउनेमा पर्दैन नि माया। फेरि जोइन हुन्छ ल। केटी परोस् न भने केटा मात्र गर्छ, यति राम्रो के हाल्छ। थ्याङ्क यू सो मच, थ्याङ्क यू। मलाई त के थाहा नि होला हौ छ्या। गेम खेलौँ भने कसलाई बोलाऊँ त गेम खेल्नलाई। बिहे कहिले रोको जस्तो छ त छैन रोको, किन रुनु। बरु योसँग बस्छु। Ambo. हाई। उहाँसँग बस्यो भने शङ्का गर्दैन होला नि होइन उसले। जोडी मिल्यो रे, कस्तो मात्तेकाहरू।
सिस नबस्नु डाक्टर रिसाउँछ होला अरे त्यही क्या डरै लाग्छ मलाई त निस्किन्छु ल कति हाँस्नु म त छ्यारे त्यही डाक्टर रिसायो भने अर्को तनाव आया ल ल म जान्छु अब धेरै बोल्न मनै छैन म आएँ भने अहिले पछि आउँछु रुनु भएको छ अरे छैन छैन क्या रोको तपाईँहरूले रोगो रोगो भनेर रुवाउने हो क्या मलाई ल बाई बाई जान्छु म पछि आउँछु 7 बजे होइन जति जे भने रोगो रे छैन 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 रोगो कति खै आयो भने आउँछु अब आयो भने आएँ आएन भने भोलितिर आउँछु बिरामी छु नि ब्रेकअप गर्ने ठाउँ खोज्दैछ डाक्टरले गल्ती मात्रै हुनुपर्छ अरे होइन होला त्यस्तो होइन होला रिचुअल सुन दिदी थ्याङ्क यू सो मच माया थ्याङ्क यू बे बाहेन रिजन माया तिमी कस्तो कुल यार माया लाग्यो थ्याङ्क यू माया डाक्टर एन्ड्रुसका बेस्ट हो थ्याङ्क यू सो मच ल जान्छु ल बाई